सम्पूर्णलाई नमस्कार गुड मर्निङ भन्दै अप्पर किजममा अवस्थित नयनौर खको अप्पर किजममा अवस्थित यस पञ्चकन्या धामको के दृश्य अवलोकन गराउन गइरहेको छु र यहाँबाट तपाईहरु सिधा उकालो जाँदा पञ्चकन्या ओह्रालो जाँदा कञ्चनजङ्घा र यस बीचबाट देब्रेपट्टि उकालो आउँदाखेरि जाँदाखेरि यसरी अप्ठ्यारो भिरको बाटो यहाँबाट झर्यो नि सिधै नयाँ बस्ती पुग्ने बाटो हो र यो बाटोबाट तपाईँ हामी सिधा जाँदैछौँ महादेवथान पञ्चकन्याको अंश नै हो यो उक्त मन्दिर। तर यहाँ यस स्थानमा जानुपर्दा चाहिँ एकदमै सतर्कता अपनाएर जानुपर्ने हुन्छ। खुट्टाहरू यस पत्करमा चिप्लियो भनेदेखि आफ्नो ज्यान पनि जोखिममा जान सक्छ र आफैले सतर्कता अपनाउँदै यस स्थानमा तपाईहरुले अवलोकन गर्न जान सक्नुहुनेछ। र यहाँ अब तपाईहरुले देखिरहनु भएको छ यस महादेवथान अति नै सुन्दर रमणीय र एकदम एकान्तवासमा यसरी डेन गुफाहरू तपाईले देख्न सक्नुभएको थिएन भने तपाईलाई यो अवलोकन गराइरहेको छु। र यहाँबाट अब हामी यस गुफा तपाईले देखिरहनु भएको छ र माथिसम्म निकै साँघुरिँदै गएको छ र अर्को गुफा पनि म तपाईलाई कुनै दिन अवलोकन गराउने छु। र यहाँबाट ओह्रालो पनि जान सकिन्छ तर केही अप्ठ्यारो भएको कारण यहाँबाट तल झर्न केही असुविधा छ। यहाँबाट खुट्टा फिस्लियो भने सिधै नयाँ बस्ती पुगिने डर भएको कारण फेरि अब हामी यहाँबाट यस गुफाबाट अब हामी प्रस्थान लागिरहेका छौँ र यो अब हामी सिधा पञ्चकन्यातर्फ जाने बाटो फेरि उकालोमै हिँड्नेछौँ। तपाईहरु कुनै दिन यस स्थानमा यहाँबाट सानो खुट्टा जिप्ट्यो भने पनि यहाँ अवलोकन गर्न सक्नुहुनेछ। र अब हामी तपाईहरुलाई सिधा पञ्चकन्याको आज टोयलेट बनाउन हेतु सेवादलहरू सक्रिय रूपमा खटिरहेको हुनाले म केही क्षण समय फाइनली हामी अब अवलोकन गरिरहेको छु। यस पञ्चकन्या बाटो तपाईले देखिरहनु भएको छ अति नै गुफा डरलाग्दो बाटो। हामी अब निश्चय नै भिड छौँ र यो भिरको बाटो तपाईहरु जान सक्नुहुनेछ। र यो महादेवथानबाट तपाईहरु सिधा निस्केर यसरी उकालो जान सक्नुहुनेछ। यो पत्करहरु बाटोबाट झुकिएर उकालो जानुपर्ने हुन्छ। उकालो जाँदै तपाईँ हामी गइरहेका छौँ उकालो। यहाँ तपाईहरुले देखिरहनु भएको छ अगमसिंह देवी मेमोरियल हायर सेकेन्डरी स्कुल अगमसिंह देवी मेमोरियल हायर सेकेन्डरी स्कुलबाट माथि कञ्चनजङ्घाको केही देखिरहनु भएको छ। यो डाँडाबाट चर्च लाइन तेर्छु। यहाँबाट सिधा फेरि तपाईहरु आउँदै बाटो हुँदै उकालो आउँदै सानो कचारो जग्गाबाट उकालो हुँदै आउँदा यहाँनिर फेरि कञ्चनजङ्घा जाने अनि साथै उकालो मन्दिरतर्फ जाने बाटो तपाईहरु देखिरहनु भएको छ। र यो ढुङ्गाको बाटो हुँदै जानुपर्नेछ। र अहिले सुक्खाको मौसममा यो धेरै नै खरेडी लागेकोले गर्दा पत्करहरू सुकेको गरी नथालिँदै तपाईहरु देखिरहनु भएको छ। यहाँबाट निस्किँदै यो सिधा उकालो पञ्चकन्या धाम जाने बाटो। यहाँनिर उकालो जाने यो कञ्चनजङ्घाबाट उकालो सिधा आएर पञ्चकन्या जाँदैछौँ हामी। जाँदै गर्दाखेरि उकालो तपाईले यहाँ यसरी उकालो जाँदै गर्दाको बाटो सानो गोरेटो भए तापनि अति सुन्दर जग्गा रहेकोमा तपाईँलाई जानकारी गराउँछु। यहाँबाट सिधा यता जङ्गल जोडी हामीले बत्ती तानेको जग्गाहरू पनि छ। यहाँबाट अब हामी फाइनली यो देख्नुहुँदैछ पञ्चकन्याको माथि ढुङ्गा। यहाँबाट उकालो अब हामी दोस्रो डाँडा पञ्चकन्यादेखि केही तल्लो डाँडा पुगिसकेका छौँ हामी यहाँ। र यहाँबाट पनि सेकेन्ड डाँडा आइपुगेका छौँ। यहाँबाट अगमसिंह गिरी नयाँ बस्ती हायर सेकेन्डरी स्कुल साथै तेर्सो बाटो देख्नु हुँदै गरेको गएर स्कुल पहिला हुने गर्थ्यो। यहाँबाट तेर्सो तल देख्नुहुँदैछ चर्च लाइन, त्यहाँबाट अगमसिंह गिरी र यसरी ढुङ्गाको पहाड हुँदै हामी पञ्चकन्या पुगिसकेका छौँ। र यहाँ माथि तपाईँहरूलाई म मन्दिरको झन्डा पनि रमणीय स्थलमा अवलोकन गराउन गएको छु। स्थलमा हजुरहरू पनि कुनै दिन घुम्दै आउनु भएमा
र यहाँबाट तपाईँहरूले देख्न सक्नुहुनेछ सानो गोरेटो सक्नुहुनेछ पञ्चकन्याको मन्दिरको धामको यो झन्डाहरू यहाँमाथि र मन्दिर यहाँबाट आजको टोइलेट नयाँ नवनिर्माणको निम्ति स्वयंसेवक साथीहरूले सेवा पुर्याइरहेको हाम्रो भाइ अनिल सुब्बा र हाम्रा सचिव सभापति लगायत सम्पूर्ण कार्यकारिणीहरू यसरी सेवा पुर्याइरहेका छन् र हाम्रा यसै पञ्चकन्या समितिका सचिव थपर्नको निम्ति स्थान बनिसकेको छ सभापति र हाम्रो श्रीमान सिपी शर्माजीले स्थानका यसरी बलुवा बोकेर लिएर सक्रिय सदस्य सभापति टोइलेट बनाउन हेतु यहाँनिर बालुवा ल्याइरहेको तपाईँहरूले देखिरहनु भएको छ र कुनै दिन बोकेर घुम्न आउनु चाहेमा तपाईँहरूले यहाँनिर हामीसित सम्पर्क गरेर यस पञ्चकन्या धाममा तपाईँहरूले अवलोकन गरेर जान सक्नुहुनेछ। जय श्री राधे, जय श्री